यही दिले सबैजनालाई हैन। त्यहाँबाट तपाईहरु कस्तो हुनुहुन्छ त्यो चाहिँ मलाई थाहा भएन हैन। म पनि राम्रो छु, तपाईहरु पनि राम्रो हुनुहुन्छ र हैन। त्यहाँबाट आजको मेरो के हो थम्बनेल चाहिँ भन्दा अब आमा बाउलाई आदर गर्नु, माया गर्नु हैन, त्यो चाहिँ मेरो थम्बनेल हो आज। त्यहाँबाट अब थम्बनेलतिर अगाडि बढौँ हैन। त्यहाँबाट अब थम्बनेलबाट म अब सुरु गर्छु हैन। त्यहाँबाट आफ्नो आमा बाउलाई पहिला कुरा आदर गर्नुपर्छ, त्यहाँबाट माया गर्नुपर्छ। अब आफूलाई जति पढ्यो पनि पढ्नु आएन भने पनि तर डिसिप्लिन चाहिँ सिक्नुपर्छ हैन। अब पढ्नु आयो नआयो के हुँदैन हैन, तर डिसिप्लिन चाहिँ मेन हो। डिसिप्लिन चाहिँ आमा आफूलाई एक्सपेक्ट गर्नुपर्छ हैन। त्यही कारण डिसिप्लिन चाहिँ जसरी सिक्नै पर्छ। यो कुरा चाहिँ तपाईहरुलाई म सिकाउनु जान्दैछु हजुर हैन। अब ठुल्ठुलो मान्छेलाई थाहा होला हैन, अब सानो नथाहा होला, त्यही कारण मैले तपाईहरुलाई सिकाएको। अब मै ठुलो भएको चाहिँ हैन, तर पनि तपाईहरुलाई मैले भनेको हो यस्तो गर्नुपर्छ हैन। अब आमाले हामीलाई हैन जन्म दिन्छ, त्यहाँबाट उहाँहरूले अब हामीलाई यत्रो सानोदेखि हैन अब यता ठुलो सन बनाए। जस्तै म यत्रो सानो थिएँ पहिला, अहिले म ठुलो भएँ हैन। अहिले त म कमाउनु सक्दिनँ हैन, तर पनि अब कसरी अब म उनीहरूलाई उयो दिनु। अब हामीले भन्दाखेरि आमा आपाको गुण चाहिँ कहिले पनि बिर्सिनु हुँदैन हैन। त्यहाँबाट अब अहिले त म कमाउनु सक्दिनँ, अब कसरी तिर्नु हैन, अब कसरी हेर्नु हैन। अब म अलिक ठुलो लोक पनि भएपछि अब पूजा गर्छ, त्यहाँबाट उयोहरू हुन्छ हैन, छोपाहरू हुन्छ, त्यहाँबाट अलिकति आमा आपालाई हेर्न सक्छु हैन। त्यहाँबाट अहिले त्यति मेरो आमा पनि बुढी भएको छैन हैन, बुढा पनि भएको छैन, बुढो पनि भएको छैन। त्यही कारण अहिले म सानै छु हैन। त्यही कारण अब म अब ठुलो भएपछि अब आमा आपालाई हेर्छु, राम्रो गर्नुपर्छ आमाहरूसँग। हजुर तपाईँ आमा आपासँग मात्र हैन, सबैसँग, बाहिरको मान्छेदेखि भित्रको मान्छे, अनि त्यहाँबाट मात्रै मान्छे जान्छ अब फलानाको छोरा पनि यस्तो रहेछ है, अब राम्रो छ यस्तो भन्छ है। त्यहाँबाट यस्तो भन्छ हैन। त्यहाँबाट सबै जग्गा आफ्नो बोजूदेखि सबजनाले राम्रोसँग उयो गर्नुपर्छ, डिसिप्लिन हैन। डिसिप्लिन अब खानु पनि एउटा हुन्छ, खानु अब कच्याक गरेर खानु हुँदैन हैन। अब यो अम्लीले टक्कै गरेर त्यहाँबाट मात्रै खानु हो हैन। अब खाएपछि हाम्रो चबाउने पनि डिसिप्लिन हुन्छ, अब चबाउने पनि बिस्तारै हुन्छ नि आरामले, त्यो पनि अरूकै टाइपले गर्नु हुँदैन हैन। त्यहाँबाट हिँड्ने बिस्तारै गर्नुपर्छ हैन। अब ब्रसहरू गर्ने भयो, त्यहाँबाट त्यस्तो हो हैन। त्यहाँबाट स्कुलमा पनि त्यही सिकाउँछ, हाम्रो उता पनि त्यस्तो भन्छ हैन। तब तिमीहरू यस्तो गर्नुपर्छ नाम्रोलिङमा हैन। तर हाम्रो नाम्रोलिङमा पनि यस्तो छ, नाम्रोलिङतिर पनि तर हाम्रो राम्रो छ हैन। अब यहाँ सुन्नुहोस् तपाईँहरू, हजुरहरूलाई म भन्छु है। आज चाहिँ आजको ब्लगमा चाहिँ हामी बिहान 5 बजे उठाउँछ हैन। त्यहाँबाट चाहिँ 6 बजी 6:30मा हाम्रो यहाँ ब्रेकफास्ट हुन्छ, त्यहाँ गुम्बा नाम्रोलिङमा। त्यहाँबाट 6:30मा ब्रेकफास्ट भएर 7 बजीसम्म ब्रेकफास्ट हुन्छ। अनि 7 बजीदेखि फेरि 9 बजीसम्म चाहिँ क्लास लाग्छ। 9:30बाट फेरि 9 बजी चिया दिन्छ। त्यहाँबाट 9:30बाट फेरि पेटी भन्ने हुन्छ, त्यो चाहिँ टिभजन क्लास हो। त्यहाँबाट चाहिँ फेरि 11 बज्छ हैन, 9:30बाट 11सम्म। अनि 11 बजीदेखि फेरि 1 बजीसम्म चाहिँ खाना हो हैन। त्यहाँबाट खाना भएपछि चाहिँ त्यहाँबाट 1 बजीदेखि 2:45सम्म क्लास हो हैन। त्यहाँबाट 15 मिनट अगाडि छुट्टी दिन्छ आजकल, किनकि अल्छी हुन्छ हैन। अब जाता क्लास पनि लाउनु हुँदैन, त्यही कारण। अनि 45मा छुट्टी दिएर चाहिँ त्यहाँबाट 3:30मा लाग्छ, त्यहाँबाट 5 बजीसम्म। त्यहाँबाट फेरि 5 बजीबाट फेरि 6 बजी 7 बजीसम्म खाना हैन। 5 बजी खाना दिन्छ। त्यहाँबाट चाहिँ फेरि 7 बजी 9 बजीसम्म क्लास हैन। अनि राति चाहिँ फेरि खाना दिन्छ, त्यहाँबाट चाहिँ छुट्टी हो। राति चाहिँ जे गरे हुन्छ आफ्नै मर्जी हैन। अनि मैले तपाईँलाई अस्ति नै भने त्यो नम्बरहरू हाम्रो लिँदा पनि हुन्छ हैन। नाम्रोलिङ गुम्बा राम्रो छ हैन। तपाईँलाई अब राम्रो लाग्यो नराम्रो लाग्यो नि, अब आफ्नो नानीहरूको फ्युचर हो हैन। अब फ्युचरमा के हुनु मन छ त्यो गुम्बामा जानुपर्छ है। अब लामा इन्ट्रेस्ट हुनु मान्छेलाई चाहिँ अब गुम्बामा पढाउनुपर्छ, फ्युचर हुन्छ हैन उनीहरूको। अब लामा पढ्नै मन छ, अब छैनै भने चाहिँ स्कुलै पढाउनुहोस् हैन। नानीको अब नानीहरूको पनि अनि आफ्नै इच्छा हुन्छ हैन। हामीले जे गरे पनि हुन्छ, आफ्नै इच्छा हो। तर आजकल चाहिँ म भन्छु धर्मतिर मेरो भ्युज आउँदैन, युट्युबतिर मेरो भ्युज आउँदैन हैन, मेरो भ्युज आउँदैन, सब्सक्राइब छैन, त्यसमा मलाई केही पनि मन दुख छैन हैन।
मेरो तपाईँहरूलाई सिकाउने हो, यस्तो हो। म हाल्छु मात्रै होइन, तपाईँहरूलाई म सिकाउँछु, त्यस्तो हो। मेरो भ्युज आओस् कि नआओस्, कमेन्ट आओस् कि नआओस्, सब्सक्राइब गरोस् कि नगरोस्, त्यो मलाई केही पनि फाइदा छैन होइन। किनकि धर्ममा 100% दिन 100मा 80 मात्रै पर्सेन्ट रहेछ। धर्ममा मान्छे कम्ती छ होइन। अनि पार्टीतिर जाने यस्तोहरू भ्लग गर्नेहरू त्यति बेला चाहिँ रोमान्टिक छ आजकलको मान्छेहरू। अब पुरै पार्टीतिर जाने चाहिँ हेर्छ, गाना पुरा डिस्को उयो हाई फाई मान्छेहरूसँग मात्रै हेर्छ होइन। त्यहाँबाट धर्म त अलिकति एउटा कुरा सिकेँ, एक दिनमा एउटा कुरा सिकेन पनि धर्म, मेरो भ्लगतिर सिक्यो भने एउटा धर्म कुरा सिक्यो भने राम्रो हो होइन। दिनमा एउटा सिक्यो भने हुन्छ, दिनमा एउटा सिक्यो पनि हुन्छ होइन। एक हप्तामा 7 खेप हुन्छ, 7वटा हुन्छ होइन। त्यो पनि सिक्यो हुन्छ। कति धर्म अब फाइदा तपाईँहरूलाई फेन्तोक, हाम्रो टिबेटनबाट भन्यो भने फेन्तोक हो होइन। फेन्तोक छाना या परेस, फेन्तोक छाना या परेस भनेको फेन्तोक हुने भयो भने राम्रो हो भनेको होइन। फेन्तोक अब फाइदा भयो भने राम्रो हो होइन। म त टिबेटन पनि गरेको अलिअलि होइन। अब तपाईँहरूलाई सम्झाउँछु, टिबेटन तपाईँहरू त्यहाँ ल्याङ्ग्वेज कतिवटा हुन्छ, टिबेटनमा सिक्नु मिल्छ, सबै सिक्नु मिल्छ। त्यहाँ गएर हेर्नुहोस्, धर्म कमाउनुहोस्, सबै के गर्ने गर्नुहोस् होइन। त्यहाँबाट म एउटा कुरा तपाईँहरूको भ्लगमै मेरो भ्लगमै भन्नुपर्छ, किनकि थ्याङ्क यू सो मच। अनि फर दिन्छु जो होइन, उहाँले चाहिँ मलाई अब गोप्रो दिन्छु भन्छ होइन। तपाईँहरूलाई थाहा छ होला होइन, त्यो भिडियो क्यामेरा गर्छ होइन, भिडियो क्यामेरा यहाँ राख्छ होइन। यत्रो सानो हुन्छ गोप्रो। त्यहाँबाट त्यो गोप्रोमा चाहिँ त्यो गोप्रो चाहिँ जुन जसले मलाई गिफ्ट दिनुभएको होइन, त्यो भिडियो पनि मलाई हाल्छु, त्यो भिडियो पनि म अहिले एकछिनमा हाल्छु होइन। तपाईँहरू हेर्नुहोस्, इन्जोय गर्नुहोस् त्यो भिडियो होइन। त्यहाँबाट गोप्रो हालेको भिडियो गोप्रो हालेको भिडियो हेर्नुहोस्। अब तपाईँहरू अहिले एकछिनमा म फेरि तपाईँहरूलाई म गर्छु। ओके सो होइन, तपाईँहरूले हेरिसक्नुभयो होला होइन। त्यहाँबाट यो त्यो गोप्रोको भिडियो थ्याङ्क यू सो मच दिन्छु जो तपाईँलाई चाहिँ म एकदम के न के यहाँ घरबाट लिएर जान्छु होइन। तर अब चाहिँ विशेष गरी चाहिँ के भन्नु खोज्दैछु होइन, म अघि दिन जाँदा चाहिँ मान्छेलाई होइन इन्टरटेनमेन्ट चाहिन्छ। युट्युबमा आजकल भ्लग भनेपछि इन्टरटेनमेन्ट चाहिन्छ होइन मान्छेहरूलाई। त्यहाँबाट इन्टरटेनमेन्टमा चाहिँ उनीहरूले भएको छ एकैछिनमा 13 के कति के पुग्छ होइन। अब म मात्रै होइन भ्लग गर्ने, धर्म भ्लग गर्ने कतिजना छ धर्म भ्लग गर्ने। मलाई मात्रै सब्सक्राइब नगर्नुहोस्, मेरो सब्सक्राइब बढाइदिनुहोस् होइन। तर बढाइदिनुहोस्, मलाई मात्रै होइन, धर्म भ्लग सबलाई गर्ने सब्सक्राइब बढाइदिनुहोस्। धर्म तपाईँहरू पनि केही धर्म सिक्नुपर्छ। अनि विशेष गरी चाहिँ मेरो बहिनी भाइ अनि आङी भयो होइन, आङी भयो, त्यहाँबाट आसिम भयो, उहाँहरू चाहिँ होइन अब गुम्बा जानुहोस् होइन। अब उयोहरू चाहिँ अब आमा आप्पाले सिकाएन भने चाहिँ कहाँबाट जाने होइन। अब आमा आप्पाले सिकाउनु भएन भने चाहिँ कहाँबाट जानु हुने होइन। अब मेरो भाइ होइन बहिनीहरू तपाईँहरू चाहिँ उता जानुहोस्, काली गुम्बा जानुहोस्, आमा आप्पासँग अलिकति भयो भने अब टाइम नभयो भने माथि गएर गुम्बामा गएर मानी पढ्नु सक्नुहुन्छ होइन। त्यहाँबाट मैले त्यही भनेको तपाईँहरूलाई इन्टरटेनमेन्ट मात्रै होइन, धर्म भ्लग पनि हेर्नुहोस् तपाईँहरूले। जस्तो कि अब धर्म भ्लग भने टिबेटन मात्रै होइन होइन, त्यहाँबाट सबको हेर्नुपर्छ धर्म भ्लग चाहिँ। अनि तपाईँहरूलाई म अब यो भिडियोको अन्तिम चाहिँ यही हो होइन। अब तपाईँहरू पनि राम्रोसँग बस्नुहोस्, त्यहाँबाट म पनि राम्रोसँग बस्छु। फेरि भ्लग भोलि गाउँछ, तपाईँहरूलाई खुसी गरेर बस्नुहोस्। तपाईँहरू यो भ्लग चाहिँ तपाईँहरूको लागि हो। ओके बाई, लाइक सब्सक्राइब कमेन्ट